ल ल तपाईहरुले सोध्नुस् त भ्रष्टाचार भनेको के हो? भ्रष्टाचार भनेको के हो त? अवश्य पनि तपाईले यसको उत्तर सोचिसक्नु भयो। भ्रष्ट आचार अथवा भ्रष्ट व्यवहार नै भ्रष्टाचार हो, अथवा कानुनले गर्नु हुँदैन भनेको काम गर्नु अथवा कानुन विपरीत काम गर्नु भनेको भ्रष्टाचार हो। कोही मान्छे कुनै पदमा छ र त्यो पदको दुरुपयोग गरेर आर्थिक लाभ लिने प्रयास गरेको छ अथवा आर्थिक लाभको लागि नहुने काम पनि गरेको छ भने त्यो भ्रष्टाचार हो, हैन? हो, त्यसैनाले यो कुरा बुझ्नु पर्यो। अब भ्रष्टाचार किन सामाजिक विकृतिको रूपमा लिन्छ त भन्दा यसले समाजलाई भाँड्छ, यसले समाजलाई बिगार्छ, किनभने समाजलाई नै भ्रष्ट बनाउँछ यसले। त्यसैनाले यो सामाजिक विकृति नै हो। यसले समाजलाई अगाडि बढ्न दिँदैन, देशको विकासको गतिलाई बाधा पार्छ। कमजोर देश झन्झन कमजोर हुँदै जाने हुन्छ भ्रष्टाचारमा फसेपछि, हैन? त्यसले एउटा सामाजिक विकृति हो। भ्रष्टाचारको विरुद्धमा विश्वव्यापी रूपमा कुन संस्थाले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ? भर्खरै मैले तपाईलाई बताएको थिएँ, त्यो तपाईले सम्झिनु भएको होला, हैन? मैले सार्क राष्ट्रमा का यो भ्रष्टाचारको सूचकाङ्क अनि त्यस्तै गरी विश्वका बढी र कम भ्रष्टाचार हुने मुलुकको सूचकाङ्क देखाएको थिएँ। त्यो कसले गरेको थियो? हो, अवश्य पनि तपाईले सम्झिनु भयो होला, हैन? त्यो चाहिँ ट्रान्सपरेन्सी इन्टरनेसनल भन्ने संस्था हो। यसले भ्रष्टाचारको विरुद्धमा विश्वव्यापी रूपमा काम गर्दै आएको छ। ल त है, नेपालमा भ्रष्टाचारको कारण के होला त? ल विद्यार्थीहरू सोध्नुहोस् त, नेपालमा के कारणले गर्दा भ्रष्टाचार भयो होला, भइराखेको छ अथवा हुने गर्छ? मैले तपाईहरुलाई अघि नै यसको बारेमा बताइसकेको छु, हैन? मान्छे बढी महत्त्वाकांक्षी हुने, सजिलैसँग पैसा कमाउन चाहने, नेपालमा नियम कानुन पनि त्यस्तै भएको, राजनीतिक कारण, सामाजिक कारण, अन्य विभिन्न कारणले गर्दा नेपालमा भ्रष्टाचार भइरहेको छ। देखासिकीको कारणले गर्दा, हैन? सामाजिक सांस्कृतिक कारणले गर्दाखेरि, यी विविध कारणले गर्दा भ्रष्टाचार हुने गरेको छ। अब भ्रष्टाचारले समाजमा के कस्तो असर पार्छ त भन्दा यसले अवश्य पनि यसले नराम्रो असर पार्छ। समाजलाई चाहिँ एउटा सामाजिक समस्याको रूपमा यो भ्रष्टाचार आएको छ र यसले समाजमा नराम्रो असर पार्छ, सामाजिक विकासमा नराम्रो असर पार्छ, विकासको गतिमा बाधा पार्छ र त्यसै गरी एउटा असल नागरिक हुनबाट चाहिँ मान्छेहरूलाई चाहिँ दिँदैन। भ्रष्टाचारमा लागेका मान्छे कसैले असल नागरिक हुन्छ, हैन? त्यो समस्या हुन्छ। अनि भ्रष्टाचार निर्मूल पर्ने उपायहरू के होला नि त भन्दा अघि नै पनि हामीले बुदागत रूपमा छलफल गरिसक्यौँ। भ्रष्टाचार चाहिँ सबभन्दा पहिला त भ्रष्टाचार नगर्नको लागि अनुशासित बानी व्यवहार हुनु पर्यो हाम्रो, हैन? अनुशासित बानी व्यवहार नै सबैभन्दा मुख्य कुरा हो। म भ्रष्टाचार गर्दिनँ भनेर मुखले नभनिकन व्यवहारले नै गर्नु भएन, हैन? व्यवहारले नै म भ्रष्टाचार गर्दिनँ भनेर भ्रष्टाचार नगर्नु पर्यो। नियम कानुनहरू त्यस्तै कडा हुनु पर्यो। भ्रष्टाचार गर्नेहरूलाई बचाउनको लागि राजनीतिक पार्टीले संरक्षण गर्नु भएन र भ्रष्टाचारमा काम गर्ने संस्थाहरूलाई स्वतन्त्रतापूर्वक उनीहरूलाई काम गर्न दिनु पर्यो, हैन? त्यसै गरी नेपालमा भ्रष्टाचार विरुद्ध क्रियाशील सङ्घ संस्थाहरू कुन कुन छन् भन्दा अघि नै हामीले भनिसक्यौँ, हैन? नेपालमा भ्रष्टाचार विरुद्ध काम गर्ने संस्थाहरू ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, त्यो ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको एउटा शाखा नेपालमा पनि छ, हैन? त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका धेरै संस्थाहरू छन्, हैन? यी संस्थाहरूले चाहिँ हाम्रो देश नेपालमा भ्रष्टाचारको विरुद्ध काम गर्दछन्।